सम्पूर्ण साथीहरु नमस्कार। नेपाली शेयर मार्केट सम्बन्धी विभिन्न जानकारी दिने क्रममा आजको भिडियोमा भर्खरै विजय लघु वित्तले एफपीओ बाँडफाँड गर्ने मिति तोकिसकेको छ। यस विजय लघु वित्तको एफपीओ कहिले बाँडफाँड हुँदैछ, यसको एफपीओ कति जनालाई 10 किताको दरले हात पर्नेछ र कति जनाको हात खाली हुनेछ र यस लघु वित्तको हालको नेटवर्थ र ईपीएस के कति रहेको छ र यसको हालको बजार मूल्य कति रहेको छ। अब यसको मूल्य दोस्रो बजारमा आउँदा बढेर आउँछ कि हालको मूल्य भन्दा घटेर आउँछ, यसको बारेमा जानकारी दिनेछु। र यो सँगै फेरि अर्को कम्पनी भुजुङ हाइड्रो पावरले जनरल पब्लिकहरुको लागि दोस्रो चरणको आईपीओ निष्कासन गर्ने मिति सार्वजनिक गरेको छ र यस भुजुङ हाइड्रोले के कति किता कहिलेदेखि निष्कासन गर्ने भएको छ र यसको आईपीओ 10 किताको दरले कति जनालाई पर्नेछ र यस कम्पनीको हालसम्मको ईपीएस र नेटवर्क के कति रहेको छ, यी सम्पूर्ण कुराहरुको बारेमा जानकारी यसै भिडियोमा दिनेछु। यसको लागि हजुरहरुले भिडियोलाई अन्तिम सम्म हेरेर साथ दिनु होला र यस्तै आईपीओ एफपीओ सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिन सक्नुहुनेछ। अब ढिला नगरी भिडियो सुरु गर्न चाहन्छु। आजभोलि लगातार विभिन्न कम्पनीहरुको आईपीओ आउने क्रममा अब फेरि हाइड्रो पावर सेक्टरको भुजुङ हाइड्रो पावरले यही माघ महिनाको 12 गतेदेखि दोस्रो चरणको आईपीओ जनरल पब्लिकहरुको लागि निष्कासन गर्न लागेको छ। यस भुजुङ हाइड्रोले जारी पुँजी 1 अर्ब रुपैयाँको 20% अर्थात् 20 करोड रुपैयाँ बराबरको 20 लाख किता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो भने जसमध्ये 10 लाख किता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र 1 लाख किता आईपीओ विदेशमा रहनुहुने नेपालीहरुका लागि निष्कासन गरेको थियो र सोको बाँडफाँड गरे पश्चात यस कम्पनीले दोस्रो चरणमा 8 करोड 30 लाख रुपैयाँ बराबरको 8 लाख 30 हजार किता आईपीओ जनरल पब्लिकहरुका लागि निष्कासन गर्न लागेको छ। यस अनुसार यस कम्पनीको आईपीओ 10 किताको दरले जम्मा 83 हजार जनालाई हात पर्नेछ। निकै थोरै आईपीओ निष्कासन गरेको हुँदा यसको आईपीओ 10 किता हात पर्न भग्गैकै भरोसा हुनेछ र यस कम्पनीको हालको नेटवर्थ 08182 को 90 रुपैयाँ 04 पैसा रहेको छ भने ईपीएस 10 रुपैयाँ 81 पैसा रहेको छ। ईपीएस र नेटवर्कको आधारमा यो कम्पनीको वित्तीय अवस्था ठिकै रहेको बुझिन्छ र यस कम्पनीलाई इक्रा नेपालले इक्रा एनपीबी+ इस्यु रेटिङ दिएको छ र यसको मतलब यस कम्पनीले वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ र यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। यो थियो यही माघको 12 गतेबाट आईपीओ निष्कासन गर्न लागेको भुजुङ हाइड्रो पावरको बारेमा सम्पूर्ण जानकारी। अब कुरा गरौँ भर्खरै जनरल पब्लिकहरुलाई एफपीओ बिक्री गरेको विजय लघु वित्तले एफपीओ बाँडफाँड मिति तोकिसकेको छ। यस विजय लघु वित्तले गत पुसको 21 गतेदेखि जनरल पब्लिकहरुको लागि एफपीओ बिक्री गरेको थियो भने यस लघु वित्तको एफपीओमा धेरै जना लगानीकर्ताहरुको आवेदन परेको थियो। यस लघु वित्तको एफपीओमा जम्मा जम्मी 2 खर्ब 66 करोड 66 लाख 79 हजार रुपैयाँ बराबरको 2 करोड 66 लाख 66 हजार 990 किताको माग गर्दै 22 लाख 79 हजार 252 जनाको आवेदन परेको थियो भने उक्त माग यस कम्पनीको माग भन्दा निकै गुणा धेरै भएकोले यसको एफपीओ जम्मा 46 हजार 681 जनालाई 10 किताको दरले र बाँकी 7 जनालाई एक एक किताको थप गरी बाँडफाँड हुनेछ भने बाँकी 22 लाख 52 हजार 570 जना भन्दा धेरैको हात खाली हुनेछ। यस लघु वित्तको एफपीओ हात पर्नु भाग्यमै भरोसा हुने देखिन्छ भने यसको हालको ईपीएस 12 रुपैयाँ 79 पैसा रहेको छ भने नेटवर्थ 161 रुपैयाँ 71 पैसा रहेको छ र हाल यस कम्पनीको मार्केट प्राइस 755 रुपैयाँमा कारोबार भइरहेको छ भने अब यसले एफपीओ बिक्री गरेर दोस्रो बजारमा कतिमा कारोबारमा आउला अर्थात् हालको मूल्य 755 मा घटेर आउँछ या यो भन्दा बढेर आउँछ वा त्यतिकै आउँछ त्यो अहिले यसै भन्न सकिदैन, तर जहाँसम्म 755 रुपैयाँमै कारोबार आउने सम्भावना छ किनभने विगतमा पनि अन्य कम्पनीहरुको यस्तै भएको छ। अब यस कम्पनीले कहिले एफपीओ बाँडफाँड गर्दैछ त यसबारे भन्नुपर्दा यस लघु वित्तको एफपीओ बिक्री पश्चात नै लगातार सार्वजनिक विधाहरू परेकोले ढिला हुन गएको यस लघु वित्तको बिक्री प्रबन्धकले जनाएको छ र अब भने अघिल्लो हप्ताको मंगलबार अर्थात् यही माघको 6 गतेको दिन यस विजय लघु वित्तको एफपीओ रिजल्ट आउने भएको छ। साथीहो, यो थियो विजय लघु वित्तको एफपीओ बाँडफाँड कहिले हुन्छ भन्ने बारेमा जानकारी। हस्ता आजलाई यति नै। भिडियो यदि मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट र शेयर गरिदिनु होला र अहिलेसम्म पनि यस च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला भन्दै यतिन्जेल भिडियो हेरेर साथ दिनुभएको विशेष धन्यवाद। फेरि अर्को भिडियोमा भेट हुनेछौँ।